हेलो, खाना पनि खाइसके। आज मर्निङ थियो फेरि हो। यही मात्रै कति लगाएको भन्छ होला, तर मलाई यो चाहिँ यस्तो कम्फर्टेबल लाग्छ कि वाङवुङ हुँदैन। अन्तखेरि त्यही भनेर लगाएको। नुहाउँदै पछि फेरि धोएर सुकेको त यही लगाइहाल्छु होइन। मलाई चाहिँ एकजना हाम्रो थानाको केटीले, साथी भनौँ न हो, उसले चाहिँ उसलाई देख्थ्यो। हो, उसले चाहिँ मलाई ताँबा ल्याइदिएछ होइन। अस्तिदेखिको ताँबा खोजेको, मैले चाहिँ ताँबा नपाएको। अन्त उनीहरूको घरमा चाहिँ हुँदो रहेछ ताँबा हुँदो रहेछ। अन्तखेरि ताँबा ल्याइदिएको थियो कि खुसी लाग्यो मलाई त। त्यहाँदेखिको चाहिँ मैले सोचेँ कि त्यो ताँबा चाहिँ बनाएर खान्छु भनेर घरमा आमालाई फोन गरेको त अगाडि उसिनेको पो हुनुपर्छ अरे हो। के गर्यो, भोक लागेको बेलामा के चाहिँ बनाउनु, गुन्द्रुकको झोल छ, गुन्द्रुक छ होइन। त्यहाँदेखिको अरू चाहिँ के बनाउनु झटपट भन्ने चाहिँ पापड पुरा मनपर्छ मलाई होइन। पापडको झोल, पापडहरू चाहिँ पुरा मनपर्छ। पापडको झोल बनाएर एक थाल भात खाइदिएर बसेको। अन्त अब झटपट चाहिँ त्यही हो। अन्डा पनि कति खानु गरममा, अन्डा मासु पनि क्यान्टिनमै खाएर पनि के सोचेको थिएँ होइन। फेरि आजकल त बाहिर खानु पनि डर लाग्छ हो। अब के गर्छु, एकछिन बस्छु, लुगा एक बोल छ लुगा धुनुपर्ने। काम कहिले सक्दैन, तपाईँ घरमै होस् बाहिर पाखा काम गर्ने होस्, कामै सक्दैन। बिहान उठेर घरहरू झाडु लाउनै पर्यो, साफसुग्घर गर्नै पर्यो। खाना एक्लैलाई भए पनि कराई, डेक्ची, कुकर किसिम लाग्छ हो। अन्तखेरि त्यो पनि धुनै पर्यो, खाएको भाँडा धुनु पर्यो, लुगा धुनु पर्यो। एक्लै र फ्यामिली भएकोमा भन्दा चाहिँ म फ्यामिली भएको, म चाहिँ जोइन्ट फ्यामिलीको मान्छे हो कि जोइन्ट फ्यामिली प्रेफर गर्छु। मैले खाना पकाएँ भने एटलिस्ट भाँडा धोइदिने मान्छे अर्को हुन्छ, सब्जी गरिदिने मान्छे अर्कै हुन्छ। म त यहाँ वान म्यान आर्मी जस्तै भइरहेको छु। आज चाहिँ मेकअप भिडियो फिल्म गरौँ भनेको कि हेरौँ। एउटा भिडियो बनाउँछु, त्यहाँदेखि हराउँछु, फेरि अर्को भिडियो बनाउँछु, हराउँछु। थाक्छु नि त, थाक्छु। थोड़ा रेस्ट करेंगे, उसके बाद कपड़ा धोएंगे ल। हे गाइस, गुड मर्निङ, इट्स अनदर डे। मलाई ताँबा कस्तो मनपर्छ हो। आज चाहिँ म यसको चाहिँ चटचरे खान्छु, त्यो के भन्छ यस्तो चट भुटेर हो। अरू रेस्ट चाहिँ म उस गर्छु, पकाउँछु। अचार हाल्छ, अचार। आई डोन्ट नो यो खान्छ कि खाँदैन। त्यस्तो भद्दा देख्यो। मेरो अब ताँबा पाक्यो। सो अब चाहिँ म के गर्छु भन्दा चाहिँ लुगा धुन्छु, नुहाइधुवाइ गर्छु। सो आज इभिनिङ ड्युटी अगेन। इभिनिङ ड्युटी छ र नाइट ड्युटी छ भने चाहिँ मेरोमा पुरै फ्री टाइम हुन्छ। वेराज मर्निङको टाइममा चाहिँ ड्युटी गरेर आएर चाहिँ केही गर्नु मन लाग्दैन मलाई। कोही बेला त खाना पनि बाहिरबाट अर्डर गरेर खान्छु हो। सो मैले चाहिँ एउटा भिडियो सुट गर्नु आँटेको थिएँ। मेरो एउटा आइडिया भिडियो सुट भन्दा पनि त्यसको लागि चाहिँ मैले यहाँ हेर्नुहोस् त साडीहरू निकालेको। यो चाहिँ मलाई आमाले दिएको हो। यो चाहिँ के भन्छ, तत्का पिङ्क, एकदम यसलाई के भन्छ, फुसिया। हेर्दा त रेड जस्तो देख्दैछ क्यामेरामा, बट फुसिया पिङ्क होइन। अन्त यो चाहिँ मैले त्यो ऐश्वर्या राईको, म अलिकति फिल्मी छु होला भने हिन्दी क्या, ऐश्वर्या राईको के भन्छ त्यो यस्तो चाँद छुपा भन्ने
त्यो भिडियो बनाउनु पर्यो भनेर किनेको थिएँ कि तर पनि अब त्यो ऐश्वर्या फिल्डमा चाहिँ एउटा बिहा चाहिँ एटेन्ड गरेँ बिहा त के रिसेप्सन एटेन्ड गरेँ दिस इज सो सस्तो इट इज फ्रम मिसो होइन सस्तो त के भन्नु 700 कति रुपियाँ त अन्त यो चाहिँ मलाई पुरै मन परेको कलर हो मलाई चाहिँ यस्तो लाग्छ कि ओ त्यति दाममा त दुईटा साडी पाउँछु भन्ने फेरि फेरि लाउँछु भन्ने हुन्छ होइन तर होइन रहेछ साडी भन्ने कुरा चाहिँ यस्तो रहेछ कि लाइक त्यो चाहिँ अब जुनी जुनी के बिना गाडी हिँडेको त्यो चाहिँ अब जुनी जुनी जाने भन्छ नि अब क्या जस्तै अब यो हेर्नुहोस् न आमाको यो कहिले बुढो हुँदैन यो साडी होइन लाइक नर्मल आउटिङको लागि पनि जाँदा हुन्छ हो मलाई फेरि यो कलर पुरा मन पऱ्यो सानोदेखिको यसमा रेडी भएको अहिलेसम्म छ यो साडी अब सपोज यो ऐश्वर्या राईको साडी भने नि मैले त्यो ऐश्वर्या राईको साडीमा केही उस हुन्थ्यो होला मतलब भोलि पर्सि मेरो छोरीहरू भयो भने तिनीहरूले लाउँछु भन्छ होला ए सो चिप सो मदिसे भन्छ रेसिस्ट कमेन्ट गर्यो रेसिस्ट भयो भन्छ नट रेसिस्ट बट हिन्दी हाम्रो हिसाबमा त्यो पनि मलाई आमाको यस्तो लाग्छ कि यो पनि आमाको पनि त्यो हुन्छ नि त्यो जुनीमा दामी भएर हिँड्छु भन्ने उमेरको बेलाको साडी होला जस्तो लाग्छ मलाई चाहिँ एउटा भिडियोग्राफर छ होइन त्यो भाइले चाहिँ कन्ट्याक्ट गरेर फोटोसुट फ्यासन सुट गरौँ भनेको अन्त फेरि यस्तो हेर्छु हो म अरे म त फ्यासन सुट गर्ने लायकको छु के त अब त्यस्तो हुन्छ नि अब त्यो भाइले चाहिँ तपाईँले अब प्रोफेसनल क्यामेरा अब जस्तै मेरो उसले भिडियोहरू देख्छ होइन बिचारा अब उसले पनि हेल्प नै गर्नु खोजेको प्रोफेसनल प्रकारले म्याडम तपाईँलाई यस्तो मनपर्छ भने मलाई भन्नुहोस् न म सुट गरिदिन्छुहरू भन्छ होइन फेरि अब अन्त मैले चाहिँ सोधेँ उसलाई कि पैसा कति लाग्छ भने होइन अब फेरि बजेटको बाहिर छ भने होइन अन्तखेरि के भन्छ उसले चाहिँ मलाई भने कि फ्रीमा गरिदिन्छु तपाईँलाई भने फेरि सोच्छु होइन उसको दुःख होइन अब फ्रीमा दिनभरि जान्छ अब दिन जान्छ कि कति टाइम जान्छ होइन त्यसमा अब फेरि म फेरि एक्लै भिडियो बनाउँदा मात्रै लाइक अक्वर्ड हुँदिनँ क्या अरूहरूको छेउमा सुट गर्नु पर्यो भने हातहरू कहाँ राखौँ कहाँ हेरौँ होइन त्यस्तो टाइपको हुन्छु होइन त त्यही भनेर चाहिँ म चाहिँ यस्तो यस्तोहरू गरिपठाउँछु क्या फेरि मेरो एक्सप्रेसन चाहिँ अनुहारमै आइपुग्छ क्या मन नपरेको कुराहरू मुखमा गर्ने बानी छ होइन मेरो अनुहारबाटै चाल पाइरहेको के यसलाई इन्ट्रेस्ट छैन रहेछ यसलाई मन परेन रहेछ अनि म सोसियली अक्वर्ड मान्छे हो होइन त्यही भनेर चाहिँ अब म सोसियली इन्भल्भ हुनु त खोजिरहेको छु तर पनि एउटा इन्ट्रोभर्टको कहानी सुन्नुहोस् होइन अब यतिको गति छाडेर भिडियो बनाइरहेको छु होइन सबै भनेर पनि अब के भन्नु तर पनि सपोर्ट गर्नुपर्छ होइन सपोर्ट गरेन भने के फाइदा आँट गरेर आएको छु होइन मेरो यो एउटा सायद यो पनि एउटा कुनै इस्यु होला ब्रेनको होइन त्यो आँट गरेर आएको छु त तपाईँहरूले पनि अलिक सपोर्ट गरिदिनु ओ अन्त त्यो भाइको मैले भन्दै थिएँ त्यो भाइले चाहिँ मलाई त्यस्तो फेरि दिनभरि खटेको उस गरेको मेबी अब उसलाई त्यो मतलब मैले भनेको जस्तो दिनु सकिनँ भने यस्तो बिना ओभर थिङ्क गर्छु कि मलाई चाहिँ घरिघरि यस्तो लाग्छ ओभर थिङ्क गाउनु खोज्दैन भन्ने एउटा भिडियो छ नि क्या नक्षबाट जान्छ त्यस्तो खालके लाग्छ क्या मलाई यति बिना ओभर थिङ्क गर्छु यति बिना ओभर थिङ्क गर्छु है लुगा सुकाउनु घाम हेरेर त आम्बो मेरो अनुहार उफ घर त क्या सर्गै लाग्छ नि अब चाहिँ नुहाइदै गरिदिउँ दाल ताबा भात अब यस डेकोरेसन गर्न आउँदैन फ्यान्सी बनाउनु आउँदैन हो यस्तै खाऊ बस्छ भने यो त अब मेरो लागि सोना हो नि सोना खाए ल
फर्स्ट चाहिँ यो चाख्नु न। सेलिना किन घट्दैन भन्नुहुन्छ नि, भर्खर खाना खाएको अन्त अब चाहिँ फेरि यो आयो। ए यस्तो डरलाग्दो चक्लेटको क्रेभिङ भएको कि यस्तो केही पनि मेकअप पनि गरेन। के का मेकअप यस्तो गरममा हामी नि यहाँ 10 वटा लागिरहेको जस्तै। ए बाफ्रे यता आइज। यहाँ आइज पप्पी नडुइरा, यता आइज। आइ कहाँको